गाइस हामी चाहिँ अब उताबाट फर्केको है घुम्नु गएको। अब चाहिँ के गर्ने हामी तपाईँहरूलाई भनिदिउँ है। हामीलाई थाहा छैन, हामीलाई रास्तै थाहा छैन। थाहा छ है म सिलगढीमा बस्छु र पनि यता त्यता कता हो त्यो थाहा छैन। मलाई थाहा छ अन्त जाने हाम्रो बडी हेलो भनिदिनु। बडी हेलो भन्नु रे। हेलो भिडियो भिडियो हेलो बडीलाई हेलो भन्नु भनेको। बडी हेलो गाइस भन्नु। आमैले त्यसै गर्नुहुन्थ्यो। हेलो गाइस छोड्दैन यता दादा हुनुहुन्छ। हेलो हामी चाहिँ एकछिन यता दादाहरूमा गयौँ है। यहाँनिर धेरै भएको थियो नि त नगएको, सो त्यही भएर त्यहाँ गयौँ। अन्त त्यहाँ गएर चाहिँ चियाहरू खाएर चाहिँ अब हामी फर्केको। भेट्यौँ, खुसी लाग्यो। बडी बिचारा हाम्रो बडी है। बडीहरू पनि सिलगढीमै हुनुहुन्छ नि त हो। अन्त म चाहिँ कहिले पनि आएको थिइनँ, फर्स्ट टाइम आएको है। यहीँ छोरा पनि आउँदैन भन्नुहुँदै थियो मलाई चाहिँ हो। अब चाहिँ हामी गएको रुम। हामी फेरि यता चिकन लिनु आयौँ है। अन्त चिकन चाहिँ यस्तो गरेको चाहिँ मैले कसम भनेको फर्स्ट टाइम देखेको। साथीहरू कसले देख्नु भएको छ यसरी दिएको चाहिँ मैले चाहिँ फर्स्ट टाइम देखेको हो। अन्त चिकन लिएर अन्त यता आइसक्रिम खाँदै रुमतिर लाग्यौँ। सो गाइस होइन दिदीले चाहिँ म आएको खुसीमा चाहिँ के बनाउनु हुँदैन रहेछ भनेर म तपाईँहरूलाई देखाउँछु ल। चिकन स्पेसल यो कोक पनि हाल्नु मिल्दैन। गरम चाहिँ साह्रो भयो। के भयो अरे चिकनले खल्को गरम भयो साथीहरू। खाना बनाउँदा त्यही हो त, गरम हुन्छ है। मलाई चाहिँ भुलेको थियो चिकन र के राइस छ कि रोटी रोटी सो मैले रोटी नै खान्छु भने नि त, त्यही भएर चाहिँ रोटी नै बनाउनु दे है। बहिनी आएको खुसीमा चिकन त बनाउनै पऱ्यो होइन, भेजले त चल्दैन हो।